यो ठाउँ चाहिँ अहिले यो हो कुम्भ मेलामा हराएको जुडुवा दाजुभाइ। हेलो गाइस, तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु गाइस। यो पछाडीको बिल्डिङ देखिराख्नु भएको छ नि तपाईहरुले, यो चाहिँ दोङदेमुन है। आज चाहिँ हामी दोङदेमुनमा आएको छौँ। मेरो अनुहार चाहिँ यस्तो किन भयो भन्नुहुन्छ होला है। म त सुतेर आएको नि त, ट्रेनमा त मस्तले सुतेको। अनि त्यसपछि अब हामी यता, मेरो चाहिँ फर्स्ट टाइम हो यता दोङदेमुनमा है। अनि तर पानी पर्ने जस्तो देखाएको छ, त्यही भएर अलिकति उ भएन क्या। यो घाम लागेको भए कस्तो राम्रो देख्थ्यो होला, बादल लागेको भए कस्तो राम्रो देख्थ्यो होला। पहिलाको कोरियालाई चाहिँ पर्खालले घेरेर राखेको थियो अरे होइन, त्यो यो पर्खाल। अनि 4वटा ढोका मध्येमा चाहिँ यो चाहिँ एउटा ढोका दोङदेमुन पूर्व केही भनेको ठुलो मुन भनेको ढोका ल है। तपाईँहरूले नि बुझ्नुभयो होला। ढुङ्गा चाहिँ त्यो पछाडिको त्यो, अब म कसरी देखाउँ अब। यो जुम त्यही हो कि त्यो ढुङ्गा। अब जुम गर्न मिल्दैन गाइज है, के गर्नु। फ्रन्ट क्यामेरामा फ्रन्टबाट गरिरहेको मैले भिडियो, त्यही भएर। त्यो पछाडिको चाहिँ के हो अरे, पछाडिको बुढो त्यही हो दोङदेमुन। त्यही हो अरे दोङदेमुन भनेको। दोङदेमुन भनेको त्यही हो अरे होइन साथीहरू। अनि के पछाडिको यस्तो राम्रो देखिरहेको छ है। त्यही माथि यो के भन्ने अब, यसलाई फुल त भन्न मिल्दैन होला, घाँस हो। कस्तो राम्रो देखिरहेको छ क्या। अनि त्यसपछि आज अलिकति आज चाहिँ अब राम्रो छ भन्नु पर्यो अरे। त्यो घाम लागेको भए चाहिँ राम्रो हुन्थ्यो होला होइन, पानी पर्ने जस्तो भइरह। अनि त्यही भएर अलिकति अँध्यारो मान्छे नि यत्तिकै अँध्यारो झन् है। अनि अँध्यारो देखिरहेछ है। यहाँ चाहिँ एउटा फोटो खिच्छु होला है साथीहरू। राम्रो आयो भयो भने पोस्ट गर्छु, नभए त यत्तिकै उडाइदिन्छु। तर जेस कस्तो राम्रो देखेको नि यो। भैँसी लड्यो है माया भिरबाट हेर। ए ऊ त्यो चाहिँ सौल टावर अस्ति नि देखाएको हो, हामी त गएन अहिलेसम्म है। आज जाने हो अरे। ल जेस यसले चाहिँ कस्तो राम्रो देखाएको कि, यसले गर्दा चाहिँ। यो चाहिँ हलुवा बेत्रे, मैले त खै चिनेको थिएन। पुरै झरेर यस्तो भइरहेको छ। के रुखमा चढ्न मन लाग्यो? छि मिठो हुँदैन अरे भन्ने सुन्यो मैले त। अलिक बेसी नै पाकेको चाहिँ सरर हावा चलेको छ। के नटिप्नु अरे? त्यहाँ चाहिँ टिप्नु निषेध हुने लेखेर त्यसको मात्रै नटिप्नु। यस्तो खालको घर चाहिँ मलाई बेसी अन्त यस्तो आउँछ है दिमागमा। तर यहाँ चाहिँ ठुल्ठुलो बिल्डिङहरू भएर कोरिया आएको जस्तै लागेन। अनि हेर्नु त गाइस, यो त अब फुल त अब यसरी फुल रे के भन्छ, रुख के हुन्छ हो मेरो जिब्रो पनि आजभोलि। अब त रुख त अब पहेँलो हुने, पात झर्ने बेला भयो। यहाँ चाहिँ त्यो फुच्चे घरहरू छ, तर यस्तै घर राम्रो के। यत्रो ठुल्ठुलो बिल्डिङ भन्दा त मलाई चाहिँ यस्तै राम्रो लाग्छ।
ए कस्तो स्विट देखेको तर यो तारले गर्दा कस्तो गिजिङ गिजिङ भयो कि अनि यहाँ चाहिँ सबैजनाले यस्तो स्टेप स्टेप घरहरू सायद यो त्यो हो कि बुढी के त्यही हाम्रो त गामसान जस्तो त्यस्तै लाग्यो मलाई यहाँ के एउटा बुसानमा गएको जस्तै गरेर रहेछ गाइस यहाँ बाजुरातिर हुन्छ नि अनि त्यस्तै के हो यो गामसान जस्तो हो अनि त्यसपछि तपाईँहरूले चिन्नुभयो होला त्यो चाहिँ अस्ति नै हामी गएको थियो 123 तला बिल्डिङ पछाडिको यो उनीहरू रेस्टुरेन्टहरू यस्तो दामी देखेको छ हुन त यो टुरिस्ट एरिया भएर नि होला है गाइज होइन यो पछाडिको अझ यस्तो राम्रो राम्रो चाहिँ तलतिर छोड्दै आयो हामी चाहिँ माथि माथि जाँदैछौँ है कस्तो राम्रो देखेको छ अब यतापट्टि जान्छु गाइज यहाँबाट चाहिँ पारी डाँडा देख्ने होला यहाँबाट चाहिँ यो हलुवा बेद भन्ने त उल्कै हुँदो रहेछ क्या कोरियामा त मेरो डाँडाहरू सबै खुइलेको कुन हो ऊ त्यो गाइज हामीले चाहिँ यता पछाडि चाहिँ टावर देखिराख्नु भयो होला साउल टावर हामीले चाहिँ यहाँ फोटो खिचेको छौँ है अनि अब चाहिँ हामी अलि माथि जान्छौँ अनि त्यसपछि यहाँको चाहिँ सकिन्छ होला ओहो मेरो कपाल उडेको हेर्नु त रोबर्ट ला 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 भने जस्तो अहिले दसैँ चाहिँ मलाई लगाएको रहेछ दसैँ त मलाई नै लगाएको रहेछ नि गाला त यस्तो देखेको छ साथीहरू तपाईँ नाच्नु न तपाईँलाई आउँछ त हामी तिनवटा फेरि उस्तै रहेछ क्या अस्ति पनि तिनजना है कन्सर्ट गएको तिनटै उस्तै खालको के त्यो ननाच्ने त्यति बेला मैले दिपकलाई एकदम मिस गरेँ दिपक हुनुभएको भए यस्तो नाच्थ्यो होला कि हामी त त्यस्तै हो नि साथीहरू हामी चाहिँ जाँदैछौँ है गाइज यस्तो यो के आँखाले चाहिँ कस्तो राम्रो मतलब पहेँलो पहेँलो हुन आँटेको छ तर खै भिडियोमा किन नआएको यत्रो पैसा हालेर किनेको मोबाइलमा नै आउँदैन के भएको खासै राम्रै देखेको छैन कि यो तर यो हो यस्तो देखेको छ क्या कलर चाहिँ गाइज हामी यता माथि जान लाग्यो यहाँबाट चाहिँ कस्तो देख्दो रहेछ हेर्नु पर्यो तपाईँको फेभरेट टुर यस्तो त यार पैसा दिन्छु पाल भने नि पाल्दिनँ म त आहा नो ड्रोन अरे ड्रोन किन्ने त पैसा नै हुनु पर्यो हाम्रो अझै कन्स्ट्रक्सन कति भइरहेछ कि बिल्डिङहरू है यत्रो बिल्डिङ छ साथीहरू तर पनि फेरि नि यस्तो बनाइरहेछ ल है गाइज हामी चाहिँ फर्किरहेछौँ अघि तर हामी तलबाट आएको नि त यसरी आएको थिएनौँ हामी अघि उताबाट आएको कि
हेर्नु त यस्तो बुढेसकालमा नि यस्तो माया हुन्छ हाम्रो नि यस्तो हुनुपर्छ है माया बुझ्यो नि एकरो हुँदैन नि ए त्यही त मैले मात्रै हो नि त ज्वरो हुनुपर्छ लुजा यो माया हो कि कस्तो नबुझ्यो हो हामी अहिले भ्यायो भने उता पनि जान्छौँ है गाइस होइन त उता पनि जाने होइन त हामी आज जाने नि त्यही हो अरे ल अब हामीलाई हाम्रो उहाँ स्पोन्सर र गाइडले नै भनिसकेपछि त हामी त होइन गइदिने हो नि गाइडको पनि कपाल झरेर यार लास्ट चाहिँ तालु देखिरहेछ यार छ्या हुन्छ आफ्नो नि त्यस्तै छ यो कोरियाको पानीले के भयो तपाईँको नि कस्तो खाली देखेछ है रोबोट है हो नि यस्तो खाली देखेछ कपाल त होस् कता हो काटेको गाइस पछाडि यस्तो राम्रो छ कि त्यो छोडेर जानै मन छैन कि तर भोक लाग्छ नि त त्यही भएर जानुपर्ने हुन्छ कस्तो राम्रो देखेको छ पछाडि गाइस ढुङ्गामा बस्नु रे नेपाली पारा देखाइदिउँ कि क्या हो ढुङ्गामा बसेर A few moments later. ल गाइज हामी चाहिँ यता कोरियन रेस्टुरेन्टमा यस्तो झोलिलो कुरा खाना लगाएको छौँ यहाँ किन ऊ त्यहीँ छ त अनि फोटोमा यत्रो देखेन खाना आइटमहरू खाना आइटम चाहिँ हामीले भनेको छ ल गाइज अघिको रेस्टुरेन्टमा होइन रे यहाँ रे होला नि भित्रतिर हामी चाहिँ गयो गाइज यो चाहिँ हाम्रो खाना आधा भइसकेपछि याद आयो हामी चाहिँ यसरी खाँदैछौँ यो चाहिँ बुङ्गुरको के हो यो मासु अनि अलिकति के हो यो चाहिँ यस्तो आन्ध्रा टाइपको यस्तो चाहिँ गाइज भोक लागेर होला भिडियो बनाउनै बिर्सेछ यो चाहिँ किम्ची यो चाहिँ मासु यसमा हालेर खाने यस्तो यो सहरको बिचमा चाहिँ यस्तो यो खोला छ यो खोलाको यहाँको खोलाको विशेषता तपाईँले नै तपाईँको खोलाको विशेषता भन्दिनँ तपाईँलाई के अरे होइन यहाँ भिडियोमा भन्नु ल यो खोलाको विशेषता खोला चाहिँ पहिला नेसनल हाइवे थियो अरे गाडी कुद्थ्यो अरे होइन अच्छा यो माथि पुरै गाडी कुद्थ्यो अरे जत्रो देखियो नि यो एरिया पछि चाहिँ सौलमा जनसङ्ख्या धेरै हुँदै गइसकेपछि चाहिँ नेचुरल्ली एउटा के भन्छ मान्छेहरूलाई रमाइलो होस् अलिक सुन्दरता बनाउनु हुनु अनि त्यो हाइवेलाई चाहिँ मोडिफाई गरेर खोला बनाएको आर्टिफिसियल खोला यो चाहिँ आर्टिफिसियल खोला पहिला चाहिँ यो चाहिँ हाइवे थियो अरे गाइज अनि त्यसपछि यहाँ चाहिँ अब प्राकृतिक कुराहरू नभएर चाहिँ सरकारले चाहिँ यसलाई यसरी खोला बनाउने भनेर चाहिँ समुद्रको पानी ल्याएको अरे भनेर चाहिँ भन्ने मान्छे यता हो अब होला पनि होइन जानु ल भिडियो गरिदिनु पर्ने अरे मान्छेहरू जति नै विकसित भएर ठुल्ठुलो बिल्डिङ बनाए पनि लास्टमा मान्छेहरूलाई मनपर्ने भनेको यस्तै नेचुरल चिजहरू नै हो है अनि यस्तो राम्रो बनाएको छ मान्छेहरूले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने यो एउटा इक्जाम्पल हो है गाइज पहिला यस्तो थियो है गाइज यसलाई नै फोडफाड गरेर चाहिँ यस्तो बनाएको है यो चाहिँ अहिले चाहिँ यसरी खोलामा परिणत भयो है
पहिला त्यस्तो रोड थियो, अहिले चाहिँ खोलामा परिणत भयो। यहाँ अघि माछाले एउटा पुरा ग्याङ बटुलेर हिँडिरहेको थियो। हेर यसले ग्याङ बटुलेर हिँडेको यो माछाले। हेर 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 हिँडेको अब त्यहाँ हेर त माछा। हेर सितन हुन्थ्यो होइन। गाइज यो चाहिँ हिँडेर पनि हिँड्न सक्दैन, 10 किलोमिटर जति छ अरे। हामी चाहिँ धेरै हिँडेनौँ होला, धेरैमा हामीले 2 किलोमिटर मात्रै हिँड्यो होला। अनि त्यसपछि यहाँ हेर्नुहोस् त प्रेमजीको मूर्ति यहाँ छ। मूर्ति फेरि ल हेर के अरे कुम्भ मेलामा के अरे कुम्भ मेलामा हराएको जुडुवा दाजुभाइ। गुड। के खालको कुकुरहरू यहाँ हेर्नु त यता पनि छ। तपाईँको पनि हो कि क्या हो? यहाँ अर्को पनि हो जुडुवा, यहाँ छ 2 जना। र गाइज यो मूर्तिसँग पनि फोटो खिचेर हामी अब ट्याक्सी चढेर यता साउल टावरमा जाँदैछौँ। अनि त्यसपछि हामी साउल टावरमा चढिसकेपछि चाहिँ हामी घर जानुपर्ने हुन्छ गाइज है। हामी पुगेको छौँ बजारमा। धन्दैले अलिकतिले अँध्यारो अँध्यारो हुन लागिसक्यो गाइज। ट्याक्सी पनि आयो, अब जानुपर्ने हुन्छ। राति राति भयो गाइज भनेको ट्याक्क जान बत्ती नि बल्यो। यहीँ जाने भनेकै जाँदैछौँ है हामी हिँड्दै। 40 मिनट हिँड्नु भन्ने अरे। 40 मिनट त भनेको पर्ला 20-25 मिनट चाहिँ त्यही आधा घन्टा जति गाइज। अब यता माथि हिँड्नु पर्ने भयो। अब हिँड्छौँ अब हामी के गर्नु त, हामी हिँड्नलाई जन्मेका हौँ, हिँड्छौँ। यति गर्दाखेरि खुट्टा दुखिसक्यो, माथि पुग्दासम्म के पो हुन्छ हालत। दिउँसो भएको भए कस्तो राम्रो आउँथ्यो होला। अहिले त हरर फिल्मको भाइब्स दिँदो रहेछ त। काशी काशी कालो कति चढ्नु पर्ने झ्याउ लाने राति हो कि हेर्दा त त्यही हो जस्तो लाग्छ। हिँडेछ पुग्दैन, हिँडेछ पुग्दैन यार। यहाँ सास निस्केर मर्ने जस्तो भइसक्यो। ल गाइज यही हो है नामसन टावर। यो यता राजधानीको यो टावर है। यहाँबाट अनि देखिने भनेको त्यही हाम्रो स्वयम्भूबाट देखिने काठमाडौँको भ्यू जस्तै हो। यहाँबाट नि अब यहाँ साउलको भ्यूहरू देख्दो रहेछ होइन। अनि त्यसपछि त्यो अस्ति गएको हामी त्यो टावर पनि देख्छ है साथीहरू। यो अस्तिको है यो अलि नजिक नजिक आएको त टावर देखेर त कस्तो राम्रो लाग्दो रहेछ नि त। भनेको रुखले छेकेर मरिहाल्यो। यताबाट आयो भने देख्छ होला है। ल हेर्नुहोस् त कति राम्रो देखेको छ टावर, नामसन टावर। गाइज यहाँ चाहिँ लाइभ स्केच बनिरहेको छ है। त्यसरी कपालहरू बसेछन् अनि बनाउँदैछ। यहाँको नजारा चाहिँ यस्तो भइरहेको रहेछ है। ढुङ्गा नि टल्किरहेको छ गाइज। अनि यो नजिकबाट आउँदा त यस्तो राम्रो देख्दो रहेछ कि पुरा गराइ भयो र है। यस्तो राम्रो
देखेको छ। अनि यस्तो खालको त यहाँको त अब जहाँ पनि हुन्छ यस्तो खालको यो मन्दिर टाइपको हो। चाबी झुन्ड नि यहाँ पो हो। ल गाइज है मैले चाहिँ अघिदेखि नै मेरो फेस देखाएको थिएन, किन भन्दाखेरि चाहिँ एकदमै त्यो लाइटिङ नपुगेर होला, झन् कालो मान्छे झन् कालो देखिरहेको थियो। अनि त्यसपछि अहिले चाहिँ ठिकै देखेको छ, लाइट पुगेको छ। अनि त्यसपछि यस्तै गर्दाखेरि टावर, अनि खै त नि टावर त देख्दैन रहेछ राम्ररी त। टावर देख्नको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि यसरी बोल्नु नि त, केही बोल्नु छ भने बोल्नु। आउनु रोबोट यता आउनु न, आउनु अब भिडियो इन गर्ने हो। हेर्नु त कति हो अब यस्तो। टन्नै छ तलतिर नि यो फोटो खिचेर नि साथी होइन। यहाँ पनि छ कि तलतिर टन्नै छ क्या यस्तो। यो ढुकुर जोडीहरूले चाहिँ यसरी गर्ने हो गाइज, हामी चाहिँ नगरौँ। हाम्रो त्यस्तो उमेर गइसक्यो। हामी चाहिँ माथि त्यो टावरमा जाने भनेर टिकट काट्न आएको, 1.5 घन्टा वेट गर्नुपर्छ अरे। अब यहाँ आएको नै भइसक्यो 1.5-2 घन्टा त, फेरि 1.5 घन्टा वेट गर्नुपर्छ अरे। थाहा भएन, अब हामी जाँदैनौँ होला गाइज। अब यसरी हेर्ने वरिपरि के छ कस्तो छ हेर्ने, अनि फर्किन्छौँ होला गाइज हामी त। ल गाइज है यो त्यो पछाडिको टावर पनि हामी जाने भनेको गफै भयो, किनभने चाहिँ त्यहाँ चाहिँ अब लाइन कुर्नु पर्ने रहेछ। अनि 1.5 घन्टा लाग्छ अरे। अनि हामी चाहिँ अब ढिलो हुन्छ त्यतिन्जेलसम्म चाहिँ घरै पुगिन्छ भनेर हामी चाहिँ गएनौँ। अब अर्कोचोटिको लागि हामीले छोड्यौँ है। अनि हाम्रो भिडियो चाहिँ अब यति नै हो। भिडियो चाहिँ अलिकति लामो भयो होला। भिडियोलाई चाहिँ यहाँसम्म हेरेर साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्दै हाम्रो भिडियो चाहिँ यहीँ सकिन्छ। बाई बाई, टेक केयर। अनि सब्स्क्राइब गरिदिनु होला। पुराहरूले खोलेको च्यानल हो, धर्म हुन्छ होइन, सब्सक्राइब गरिदिनु होला भन्दै भिडियो यहीँ सकिन्छ। बाई बाई।